यहाँनिर मैले यहाँहरूलाई अवगत र निवेदन गर्नुपर्छ कि हाम्रो अगाडि बाल तपस्वी ओम नन्दजी हुनुहुन्छ। उहाँ धर्मगुरुको रूपमा पूर्वतिर सिक्किमसम्म कि यो मानव जातिको मुक्तिको लागि आफ्नै किसिमले आफ्नै पारामा काम गर्दै हुनुहुन्छ। र जब उहाँले हाम्रो बारेमा मनोक्रान्तिको बारेमा जसरी मलाई पाइथागोरसको बारेमा अवगत भयो भर्खर आएर, त्यस्तै उहाँलाई 22 वर्षपछि यानी जन्मनु भएको 22 वर्षपछि अवगत हुन आयो र उहाँले यो कुरालाई मनन गर्नुभयो कि भाइ गजब भइरहेछ है। किन भन्नाले उहाँसँगको संवादबाट के बुझ्यो भने उहाँले पवन पावन दलाई लामा सबैलाई थाहा भएको मान्छे जसले नोबेल पुरस्कार पनि जित्नुभयो, अनि श्रीदीको साई बाबाको अवतार भनिने हाम्रो साई बाबा सत्य साई बाबाज्यू, त्यस्तै हिन्दू धर्मको खम्बा भनिने शङ्कराचार्यज्यू, यस्ता ठुला ठुला हस्तीसँग उहाँले भेटघाट गर्नुभयो। दर्शन मात्र होइन, भेटघाट संवाद गर्नुभयो। र मानव मुक्तिको लागि हामीले के गर्न सक्छौं त, अध्यात्मले के गर्ने त भन्ने छलफल उहाँले साई बाबासँग पनि गर्नुभयो, दलाई लामासँग पनि सम्भवतः गर्नुभयो होला, साई बाबासँग गर्नुभएको अवगत उहाँले मलाई गराउनु भयो। त्यस्तै शङ्कराचार्यजीसँग पनि उहाँको भेटघाट भयो। अनि त्यो सबैलाई भेटिसकेपछि उहाँहरूले जे जति कुरा ल्याउनु भयो त्यो पुरानै आध्यात्मिक पारामा भक्तिका कुराहरू, मुक्तिका कुराहरू अगाडि सारे। अनि ओम नन्दज्यू, बाल तपस्वी ओम नन्दज्यू ती कुरा चाहिँ बोकेर फर्कनु भयो। र त्यसपछि मनोक्रान्तिको सिलसिला र हाम्रो भेटघाटमा उहाँले के देख्नुभयो भन्नाले अहिलेसम्म यो धरतीमा सबभन्दा ठुला ठुला भनिने धर्मगुरुहरूबाट जुन विश्व परिवर्तनको लागि एउटा ठोस योजना मैले देखिनँ। ठोस योजना के त, संसार जलिरहेछ तर त्यसको लागि के गर्ने, खालि यो ताली बजाएर राम राम भएर बस्ने या एक्टिभ पार्टिसिपेसन गर्ने, त्यो केही पनि छैन। त्यो कुरा उहाँलाई खलिरहेको र त्यही कुरालाई चाहिँ यहाँ आइसकेपछि ओहो त्यो कुरा त यहाँ पो भेटाइँदैछ, त्यो पनि नेपाल भूमिमा। त्यो देख्दा उहाँ जस्तो मान्छे जसले 10औं 20औं 50औं हजार मासलाई अध्यात्मको सम्बोधन गर्दै हिँड्नु भएका मान्छेले यो मनोक्रान्ति भनेको चाहिँदो रहेछ भनेर बुझ्नु भनेको अन्य 1000-2000 जना मान्छेले 1 लाख 2 लाखले बुझ्नु भन्दा उहाँहरू जस्ता मान्छेले एकजनाले बुझ्नु त्यो बढी हुन्छ क्या। त्यसकारण हामीले त्यो फोकटमा त्यतिकै कल्पनामा लेखेको होइन कि पानी यो सल्किँदैछ, ढुङ्गा यो पग्लिँदैछ। उहाँ एउटा परम्परागत रूपमा धर्मगुरु, बाल तपस्वी सद्गुरु ओम नन्दज्यू, तर उहाँ जस्तो परम्परागत रूपमा जसै साई बाबा जस्तो रहन सक्नुहुन्थ्यो, उहाँ नेपालमा खप्टड बाबा त्यसरी रहनु सक्नुहुन्थ्यो, उहाँ एउटा सम्मानित व्यक्तित्व भएर मात्रै। तर उहाँ जस्तो मान्छेले पनि होइन परिवर्तन त चाहिँदो रहेछ देशको लागि, संसारको लागि भनेर बुझ्नु त्यो पानी यो सल्किँदैछ। किनभने पानी भनेको शान्त हुन्छ, चिसो हुन्छ, तर त्यो अब सल्कन थालेछ। याद राख्नुहोस्, पानी यो सल्किँदैछ, ढुङ्गा यो पग्लिँदैछ, आँखा उघारी हेर नेपाल बिम्जिँदैछ, मनको यो क्रान्ति हाम्रो बाटो हो जिन्दगीको, प्यारो छ प्राण भन्दा नौलो यो ज्ञान हाम्रो। त्यसैले यो एउटा हामी सबैको लागि, सबै नेपालीहरूको लागि सारी छाती फुलाएर गर्व गर्ने व्यक्तित्व हामीले एकजना हाम्रो अगाडि चाहिँ मञ्चमा पायौं, ओम नन्दजी। उहाँलाई हामीले मनोक्रान्तिवादीहरूले पुनः एकपल्ट यो मनोक्रान्तिको एउटा झण्डा उहाँको हातमा ताली बजाएर चाहिँ पाइथागोरसका थुप्रै कुराहरू छन्। अर्को हप्ता म बाँकी कुरालाई अगाडि सार्छु।